के तपाईले कहिले सोच्नु भएको छ जीवनमा आउने सबैभन्दा ठूलो चुनौतीलाई कसरी अवसरमा बदल्न सकिन्छ? के शारीरिक सीमाहरूले साँच्चै हाम्रो सपनाहरूलाई बाँध्न सक्छन्? आज हामी एक यस्ती महिलाको कथा सुन्दैछौँ जसले यी सबै प्रश्नहरूको जवाफ आफ्नो जीवनबाटै दिएकी छिन्। उनी हुन् मुनिबा मजारी, जसलाई पाकिस्तानको आइरन लेडी भनेर चिनिन्छ। उनको कथा केवल एक व्यक्तिको जीवनगाथा मात्र होइन, बरु मानव भावनाको अटल सङ्कल्प र अदम्य शक्तिको एक जीवन्त उदाहरण हो। मुनिबा मजारी जीवनको यात्रामा अटल सङ्कल्प र प्रेरणाको प्रतीक। मुनिबा मजारी, जसको जन्म 1987 मार्च 3 पाकिस्तानको पन्जाब रहिम यार खानमा भएको थियो। उनी एक बहुमुखी प्रतिभाशाली महिला हुन्। उनी कलाकार, मोडल, टेलिभिजन होस्ट, गायिका, कार्यकर्ता र विश्वप्रसिद्ध प्रेरक वक्ताका रूपमा चिनिन्छन्। तर उनको जीवनको उज्यालो पछि अघि एक यस्तो अँध्यारो मोड आएको थियो जसले धेरैलाई हार मान्न बाध्य पार्न सक्छ। सन् 2008 मा 21 वर्षको कलिलो उमेरमा मुनिबा एक भयानक कार दुर्घटनामा परिन्। यस दुर्घटनाले उनको शरीरलाई सदाका लागि व्हीलचेयरमा सीमित गरिदियो, किनकि उनी कम्मरमुनि पक्षघातको शिकार भइन्। अस्पतालको बेडमा लामो समयसम्म जीवन र मृत्युसँग जुझ्दा उनले शारीरिक पीडाका साथै गहिरो मानसिक सङ्घर्ष पनि भोगिन्। तर त्यही अन्धकारको बीचमा मुनिबाले एक महत्त्वपूर्ण निर्णय गरिन्, जीवनलाई स्वीकार गर्ने र नयाँ दृष्टिकोणबाट पुनः सुरु गर्ने। उनले आफ्नो पक्षघातलाई कमजोरीको रूपमा होइन, बरु आत्मस्वीकृति र आन्तरिक शक्तिको आधारका रूपमा अँगालिन्। उनको यो यात्राले हामीलाई सिकाउँछ कि जीवनमा जस्तोसुकै अन्धकारमय अवस्था आए पनि यदि हामीले सकारात्मक सोच राख्यौँ भने हामी सधैँ प्रकाशको बाटो पत्ता लगाउन सक्छौँ। मुनिबाले आफ्नो पक्षघातलाई सीमाको रूपमा होइन, शक्तिको स्रोतका रूपमा अँगालिन्। उनले कलाको माध्यमबाट आफ्ना भावनाहरू व्यक्त गर्न थालिन् र उनका चित्रहरू आशा र लचिलोपनका प्रतीक बने। उनले सामाजिक रूढिवादी धारणाहरूलाई तोड्दै पाकिस्तानको पहिलो व्हीलचेयरमा निर्भर मोडल र टिभी होस्ट बनिन्। उनको यो कार्यले मिडियामा अशक्तता भएका व्यक्तिहरूको प्रतिनिधित्वलाई बलियो बनायो र सुन्दरताको परिभाषालाई नयाँ आयाम दियो। एक प्रेरक वक्ताको रूपमा मुनिबा मजारीले आफ्नो जीवन कथा विश्वभरका लाखौँ मानिसहरूसँग साझा गरिन्। उनका भाषणहरूले मानिसहरूलाई चुनौतीहरूलाई अवसरमा परिणत गर्न र सकारात्मक सोच कायम राख्न प्रेरित गर्दछ। उनले जोड दिन्छन् कि जीवनमा एकमात्र अक्षमता खराब मनोवृत्ति हो। यो भनाइ उनको जीवन दर्शनको केन्द्रबिन्दु हो र लाखौँ मानिसहरूका लागि प्रेरणाको स्रोत बनेको छ। सन् 2015 मा उनलाई संयुक्त राष्ट्र महिला पाकिस्तानको राष्ट्रिय राजदूतको रूपमा नियुक्ति गरियो, जहाँ उनी लैङ्गिक समानता र अशक्तता अधिकारका लागि सक्रिय रूपमा वकालत गर्छिन्। त्यसै वर्ष उनी बीबीसीको 100 प्रेरणादायक महिलाहरूको सूचीमा पनि परिन् र सन् 2016 मा फोर्ब्सको 30 अन्डर 30 सूचीमा समेत स्थान हासिल गरिन्। मुनिबा मजारीको जीवन हामी सबैका लागि एक शक्तिशाली सन्देश हो। चुनौतीहरूले हामीलाई कमजोर बनाउँदैनन्, बरु हामीलाई बलियो बनाउँछन्। उनको भनाइ जीवनमा एकमात्र अक्षमता खराब मनोवृत्ति हो केवल एउटा उदाहरण मात्र होइन, बरु जीवन जिउने एक स्पष्ट दर्शन हो। उनले देखाएकी छिन् कि शारीरिक सीमाहरूले हामीलाई हाम्रा सपनाहरू पूरा गर्नबाट रोक्न सक्दैनन् यदि हाम्रा मानसिक दृष्टिकोण सही छ भने। उनले आफ्ना कथा मार्फत मानिसहरूलाई सिकाउँछिन् कि जस्तोसुकै परिस्थितिमा पनि कसरी कृतज्ञता र प्रेमका साथ जीवनलाई अँगाल्न सकिन्छ। मुनिबा मजारीको प्रभाव केवल उनको व्यक्तिगत उपलब्धिहरूमा मात्र सीमित छैन। संयुक्त राष्ट्र महिला राजदूतको रूपमा उनले लैङ्गिक समानता र अशक्तता भएका व्यक्तिहरूको अधिकारका लागि निरन्तर वकालत गर्छिन्। उनले अशक्ततालाई दयाको विषयको सट्टा शक्ति र सम्भाव्यताको स्रोतको रूपमा हेर्न समाजलाई प्रेरित गरेकी छिन्। उनको जीवन एक यस्तो प्रेरणाको स्थायी स्रोत बनेको छ जसले मानिसहरूलाई आफ्नो भित्री शक्ति पत्ता लगाउन, डर र अनिश्चिततालाई जित्न र आफ्नो सपनाहरू पछ्याउन प्रोत्साहित गर्दछ।
मुनिबा मजारी केवल कहिले नटुटेकी महिला मात्र होइनन्, बरु एक यस्तो आत्मा हुन् जसले पीडालाई शक्तिमा र सीमालाई असीमित सम्भावनाहरूमा परिणत गरिन्। उनको विरासतले हामीलाई सधैँ सम्झाउनेछ कि जीवनमा सबैभन्दा ठूलो शक्ति हाम्रो हृदयमा हुन्छ। साथीहरू, आशा छ यो कथाले तपाईहरूलाई पनि आफ्नो जीवनका चुनौतीहरूलाई नयाँ दृष्टिकोणले हेर्न र अटल सङ्कल्पका साथ अगाडि बढ्न प्रेरणा दिएको छ। धन्यवाद।